वृन्दावासिनी मेरो लागि एउटा घर थियो र घर छ र घरै हुनेछ। किनकि वृन्दावासिनीले म जस्तो धेरै प्रभुहरू म जस्तो धेरै कलाकारहरू उत्पादन गर्नुभएको छ, चान्स दिनुभएको छ। मलाई पनि हिजोको दिनमा कसैले भिडियो नखेल्दाखेरि आनन्द सुभाष दाइले याद छ अझै पनि गोदावरीमा बोलाएर एउटा चाहिँ गीत खेलाउनु भएको थियो। त्यसपछि वृन्दावासीसँग रहेको सम्बन्ध यति अतुलनीय छ कि मेरो लाइफमा यहाँसम्म पुर्याउनलाई चाहिँ वृन्दावासीको पनि धेरै ठुलो हात छ। सम्पूर्ण वृन्दावासिनी टिमलाई धेरै धन्यवाद दिन चाहन्छु। र अग्रजमा विशिष्ट व्यक्तिहरू हुनुहुन्छ, मैले खोजेको यही हो जुन अहिले मैले यहाँ पर्फर्म गरेँ। आदरणीय अग्रज व्यक्तित्वको अगाडि यसरी नाच्न पाऊँ हो मेरो इच्छा भनेको। र मेरो एम म माथि जहाँ पुगे पनि र आफ्नो लोकदोरी र आफ्नो आफू आएको गोरेट बाटो म कहिले पनि भुल्ने छैन। सधैँभरि मलाई अग्रजले माया गरिदिनुहोस्, नयाँ आउनेले मलाई पनि माया गरिदिनुहोस्, म पनि माया गर्छु। हामी सबै मिलेर अगाडि बढाउँ। सान्दर्भिक फिल्डमा सबैलाई एक अर्काको खाँचो छ, त्यो भएको हुनाले झगडा गरेर होइन, रिसिभ गरेर होइन, हात मालेर गरेर गयो भने हामी इन्टरनेसनलसम्म जान पुग्छौँ। कन्सिस्टेन्ट आफ्नो काममा भयो भने मान्छे कताबाट कता पुग्छ कसैलाई पनि थाहा हुँदैन। यही स्टेजमा दुर्गेशले पहिला पनि धेरैचोटि पर्फर्म गरे हो र आज पर्फर्म गर्दाखेरि ठ्याक्कै फरक फिल भएको छ। सफलताको पाइला चाल्दै जान दुर्गेश वे भेरी प्राउड अफ यु। धेरै धेरै हामी खुसी पनि छौँ र दुर्गेशलाई यो स्टेजमा सम्मान विन्ध्यवासिनी फाउन्डेसनको तर्फबाट अब हामी गर्दैछौँ। विन्ध्यवासिनी फाउन्डेसनको तर्फबाट अध्यक्षज्यूलाई मैले स्टेजमा बोलाउन चाहे एकचोटि। अध्यक्षज्यू तल हुनुहुँदो रहेछ, म चाहिँ परि अडियन्समा चाहिँ पर्फर्मेन्स हेर्न जानुभएको जस्तो लाग्यो। ओके, सो विन्ध्यवासिनी फाउन्डेसनको तर्फबाट हाम्रो हार्ट थ्रोब अहिलेको युवाहरूको दुर्गेश थापालाई यो सम्मान प्रदान गरिँदैछ र यो सम्मान सँगसँगै उहाँको वैदेशिक यात्रा पनि कति धेरै तय भएको छ। त्यो सबै यात्राको लागि शुभकामना पनि हाम्रो तर्फबाट दिन चाहन्छौँ। थ्याङ्क यू भेरी मच दुर्गेश, वान मोर टाइम थ्याङ्क यू। अब वृन्दावासिनी मेरो लागि एउटा घर थियो र घर छ र घरै हुनेछ। किनकि वृन्दावासिनीले म जस्तो धेरै प्रभुहरू म जस्तो धेरै कलाकारहरू उत्पादन गर्नुभएको छ, चान्स दिनुभएको छ। मलाई पनि हिजोको दिनमा कसैले भिडियो नखेल्दाखेरि आनन्द सुभाष दाइले याद छ अझै पनि गोदावरीमा बोलाएर एउटा चाहिँ गीत खेलाउनु भएको थियो। त्यसपछि वृन्दावासीसँग रहेको सम्बन्ध यति अतुलनीय छ कि मेरो लाइफमा यहाँसम्म पुर्याउनलाई चाहिँ वृन्दावासीको पनि धेरै ठुलो हात छ। सम्पूर्ण वृन्दावासिनी टिमलाई धेरै धन्यवाद दिन चाहन्छु। र अग्रजमा विशिष्ट व्यक्तिहरू हुनुहुन्छ, मैले खोजेको यही हो जुन अहिले मैले यहाँ पर्फर्म गरेँ। आदरणीय अग्रज व्यक्तित्वको अगाडि यसरी नाच्न पाऊँ हो मेरो इच्छा भनेको। र मेरो एम म माथि जहाँ पुगे पनि र आफ्नो लोकदोरी र आफ्नो आफू आएको गोरेट बाटो म कहिले पनि भुल्ने छैन। सधैँभरि मलाई अग्रजले माया गरिदिनुहोस्, नयाँ आउनेले मलाई पनि माया गरिदिनुहोस्, म पनि माया गर्छु। हामी सबै मिलेर अगाडि बढाउँ। सान्दर्भिक फिल्डमा सबैलाई एक अर्काको खाँचो छ, त्यो भएको हुनाले झगडा गरेर होइन, रिसिभ गरेर होइन, हात मालेर गरेर गयो भने हामी इन्टरनेसनलसम्म जान पुग्छौँ। होइन भने यहीँ वरिपरि मात्रै हल्दिन्छौँ भन्दै थ्याङ्क यू सो मच, लभ यु।